नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ। कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको वित्तीय लगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलन मार्फत श्वेत पत्र सार्वजनिक गरेका हुन्। दुई कार्यकालको अन्तिम समयमा सरकारबाट बहिर्गमनमा परेका कुलमान घिसिङलाई प्रतिस्थापन गर्दै प्राधिकरणमा आएका हितेन्द्रले लोडसेडिङको युग सकिएको समेत घोषणा गरेका छन्। उनले सार्वजनिक गरेको श्वेत पत्रमा यसअघि ऊर्जा मन्त्री दीपक खड्काले भने जस्तै गरी विद्युत प्राधिकरण समग्रमा 5 अर्ब 26 करोड रुपैयाँ घाटामा रहेको देखाइएको छ भने प्राधिकरण वित्तीय समस्यामा नगद प्रवाह व्यवस्थापन कठिनाई रहेको भन्दै नगद बचत नरहँदा 10 अर्ब ऋण लिनुपर्ने, विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न समस्या रहेको भन्दै आगामी दिनमा व्यवस्थापन गर्न थप चुनौतीपूर्ण रहेको लगायतका विषयहरू उल्लेख गरिएको छ। प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेत पत्रको सारांशमा उल्लेख छ। शाक्यले प्रसारण प्रणालीतर्फ आर्थिक वर्ष 2081-82 को फागुन मसान्तसम्म 31 पटक गरी 4 घण्टा 2 मिनेट आंशिक प्रणाली ट्रिपिङ भएको बताएका छन्। उनले वितरण प्रणालीमा देशभरि जडित 3 फेज स्मार्ट मिटर मध्ये करिब 48,000 मिटरको 2081 श्रावणदेखि चैत्रसम्मको तथ्याङ्कको आधारमा वार्षिक औसत 825 पटक र 37 मिनेट प्रति अवरोध गरी जम्मा 509 घण्टा ग्राहकहरूमा औषध विद्युत अवरुद्ध भएको जनाए। उनले यो अवरोध समयलाई कम गरिँदै लैजाने बताए। उनले उच्च भोल्टेज सञ्जाल तर्फ कुल 6,745 सर्किट किलोमिटर प्रसारण लाइन तथा 13,754 MVA सबस्टेशन सञ्चालनमा रहेको बताए। उनले 2,129 सर्किट किलोमिटर प्रसारण लाइन तथा 6,669 MVA सबस्टेशन निर्माणाधीन रहेको बताए। उनले अन्तर्देशीय तर्फ कुल 1,745 मेगावाट क्षमताको 224 सर्किट किलोमिटर सञ्चालनमा रहेका छन्। त्यस्तै निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न करिब 92 अर्ब 28 करोडको दायित्व सहित वित्तीय व्यवस्था गर्न आवश्यक रहेको बताए। उनका अनुसार श्वेत पत्र गत 15 गते सञ्चालक समितिबाट पारित भएको थियो। प्राधिकरणले अहिलेसम्म भएका काम कारबाहीको वर्तमान अवस्था र भावी योजनाका विषयमा श्वेत पत्र जारी गरिएको बताए। उनले उक्त श्वेत पत्र कार्य सम्पादनको मूल्याङ्कन सहयोग हुने विश्वास रहेको बताए। यस्तै नेपाल विद्युत प्राधिकरणले 10 अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको छ। श्वेत पत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ऋण लिन लागिएको जानकारी दिएका हुन्। उनले भने, हामीसँग क्याश ब्यालेन्स छैन रहेछ। 10 अर्ब रुपैयाँ ऋणका लागि सरकारसँग स्वीकृति लिन पत्र पठाइसकेका छौं। यसका लागि प्रक्रिया अगाडि बढिसकेको छ। कार्यकारी निर्देशक शाक्यका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएको ठेक्कापट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरूको परिमाण 11 अर्ब 61 करोड रहेको छ, जुन भुक्तानी दिन सकिएको छैन। हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौजदात रहेको करिब 10 अर्ब 10 करोड रकम मध्ये डलर नेहरू मुद्दती खातामा 3 अर्ब 68 करोड र धरौटी खातामा 3 अर्ब 95 करोड रहेको छ। 2 अर्ब 47 करोड कल चालू खातामा रहेको छ, जुन दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा हो। यसका लागि बाँकी भुक्तानीको जगेडा नरहेको हुँदा 10 अर्बसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिएका छन्। नेपाल विद्युत प्राधिकरणले गत फागुनसम्म 9 अर्ब 48 करोड रुपैयाँ नाफा गरेको छ। प्राधिकरणले गत आर्थिक वर्ष 2080-81 सम्म प्राधिकरणको कुल सञ्चित नाफा 46 अर्ब 47 करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी दिए। तर 46.5 अर्ब रुपैयाँ नाफा भने पनि आयकर ऐनको प्रावधान अनुसार थप राजकट्टीको दावी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म 5 अर्ब 26 करोड रुपैयाँ घाटामा रहेको शाक्यले बताएका छन्। महालेखाको प्रतिवेदन अनुसार लेखा परीक्षण प्रतिवेदनमा औल्याइएका बुँदा मध्ये प्राधिकरणले 7 अर्ब 19 करोड रुपैयाँ खर्च नलेखेको र 4 अर्ब 72 करोड रुपैयाँ आमदानी बढी लेखाङ्कन गरेको दावी शाक्यको छ। यसबीचमा 29.91 करोड रुपैयाँ आमदानी नागेको देखिएको उनले बताए। समग्रमा आर्थिक वर्ष 2080-81 मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिने उनको भनाइ छ। यसमा सम्भावित दायित्व बापत समेत हुन आउने नोक्सानी संलग्न छैन। यसअघि गएको चैतमा मात्रै कुलमानले 8 वर्ष अघि 34 अर्ब 61 करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण चैतमा 47 अर्ब 41 करोड रुपैयाँ सञ्चित नाफामा पुगेको बताएका थिए। प्राधिकरणको कुल सम्पत्ति 8 वर्ष अघि 2 खर्ब 11 अर्ब रुपैयाँ रहेकोमा चैतमा 6 खर्ब 32 अर्ब रुपैयाँमा पुगेको कुलमानले बताएका थिए। तर अहिले हितेन्द्रले कुल नाफा समेत घटाएर देखाएका छन्। यसैगरी प्राधिकरणसँग नगद प्रवाह कमी भएपछि अहिले थप 10 अर्ब रुपैयाँ ऋण लिन लागेको उनले बताएका छन्। सरकारको शेयर तथा ऋण लगानीमा सञ्चालित विभिन्न आयोजनामा विनियोजित रकम निरन्तर घट्दो क्रममा रहेको देखिएको छ। चालू आर्थिक वर्षमा सरकारको आन्तरिक स्रोततर्फ विनियोजित रकम 4 अर्ब 26 करोड रुपैयाँ विगत वर्षहरूको तुलनामा अत्यन्त न्यून रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताएका छन्। उनले वैदेशिक सहायतामा सञ्चालित आयोजनाको स्वदेशी तथा काउन्टर पार्ट फाइनान्सका लागि समेत चालू आर्थिक वर्षमा
सरकारको विनियोजित रकम अपर्याप्त रहेको उनको दाबी छ। चालू आर्थिक वर्षको फागुनसम्ममा नेपाल सरकारबाट 1 अर्ब 46 करोड रुपैयाँ मात्र प्राप्त भएको छ। प्राधिकरणबाट 14 अर्ब 53 करोड रुपैयाँ विभिन्न आयोजनामा खर्च भएको छ। प्राधिकरणले आर्थिक वर्ष 2073-74 देखि हालसम्म आफ्नो स्रोतबाट मात्र करिब 59 अर्ब रुपैयाँ सहायक तथा सम्बद्ध कम्पनीमा लगानी गरेको छ। वार्षिक नाफाको तुलनामा आयोजनाहरूमा आवश्यक लगानी रकम अत्यधिक रहेको र सरकारबाट वार्षिक विनियोजन पनि कम हुँदै गएकाले आगामी दिनमा प्राधिकरणको नगद प्रवाह व्यवस्थापन कठिन हुने देखिने उनको भनाइ छ। प्राधिकरणको विगत 4 वर्षको परिस्थितिको विश्लेषण गर्दा औसतमा विद्युत बिक्रीबाट हुने आम्दानीको करिब 59% विद्युत खरिदमा मात्र खर्च हुने गरेको छ।